नमस्कार दर्शकवृन्द, बोल्दैछु सृजना पाण्डे। आजको मेरो विषयवस्तु रहेको छ सफलता सजिलो छैन तर सम्भव छ। सफलता सबैले चाहन्छ तर धेरैले किन पाउँदैनन्? किनकि सफलता सजिलो छैन। तर एउटा कुरा याद राख, सफलता असम्भव पनि छैन। तिमीले चाहे, तिमीले लडे, तिमीले निरन्तर प्रयास गर्यौ भने सफलता सम्भव छ। सायद तिमी अहिले थाकेका छौ, धेरै प्रयास गर्दा पनि रिजल्ट आएको छैन। सायद पढ्दा पनि याद हुँदैन, काम गर्दा पनि सफल हुँदैन, अरूलाई अगाडि बढेको देख्दा आफू पछाडि परेको जस्तो लाग्छ र त्यति बेला मनमा आउँछ छाडिदेऊ कि। तर सुन्नु, त्यो नै समय हो जहाँ धेरै मान्छे हार मान्छन् र थोरै मान्छे जित्न सुरु गर्छन्। सफलता किन गाह्रो छ? किनभने यो सजिलो बाटो होइन, यो सर्टकट होइन। यो बाटोमा थकाइ हुन्छ, असफलता हुन्छ, आफन्तको कुरा सुन्नुपर्छ, आफैसँग पनि लड्नुपर्छ। जब तिमी आराम गर्न खोज्छौ, सपना तिमीलाई सम्झाउँछ अझै धेरै गर्न बाँकी छ। जब तिमी हार्न खोज्छौ, तिम्रो लक्ष्य भन्छ अझै हार्न पाइँदैन। सफलता पाउने मान्छे र नपाउने मान्छे बिच ठुलो फरक के हो? ट्यालेन्ट होइन, लकी पनि होइन। फरक हो कन्सिस्टेन्सी, निरन्तरता। एउटा विद्यार्थी थियो, ऊ बारम्बार फेल भयो। साथीहरूले अगाडि बढे, उसलाई भने सबैले कमजोर बन्यो। उसले पनि एक दिन सोचेको थियो म सक्दिनँ, तर उसले एउटा निर्णय गर्यो, हार मान्ने होइन, फेरि प्रयास गर्ने। ऊ बिहान चाँडै उठ्न थाल्यो, मोबाइल कम चलाउन थाल्यो, दिनमा सानो सानो गोल बनाउन थाल्यो। पहिलो पटक फेरि फेल भयो, दोस्रो पटक फेरि स्ट्रगल, तर तेस्रो पटक पनि उसले सफलता पायो। किनकि ऊ पर्फेक्ट थिएन, तर उसले हार मानेन। यदि तिमीलाई पनि सफल हुनु छ भने 3 कुरामा याद राख। सानो बाटो सुरु गर। ठुलो सपना राम्रो हो, तर सानो एक्सन बिना केही हुँदैन। निरन्तर रह। आज गर्यो भोलि छोड्यो भने कहिल्यै पुग्दैनौ। आफैले विश्वास गर, अरूले नमान्दा पनि तिमीले आफैलाई मान्नुपर्छ। सफलता एक दिनमै आउँदैन, तर एक दिन पक्कै आउँछ। तिमी अहिले जहाँ छौ यो अन्तिम होइन, यो त केवल एउटा च्याप्टर हो तिम्रो स्टोरीको। यदि तिमी रोकिएनौ भने तिम्रो एन्डिङ पावरफुल हुनेछ। आज एउटा निर्णय गर, थाक्दा पनि अगाडि बढ्ने, किनकि सफलता सजिलो छैन। हजुरहरूलाई मेरो कुरा ठिक लागेमा लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला। हस्त, धन्यवाद।